Nepal is coming. Okay. Hey, langsung. Ayo राम्रो प्रधान राम्रो. Kot. त्यो अगाडि त गए त खुम्च्यो 3 2 1 गो फेर सुनले जहिले मैले खाइसकेपछि भुत लाग्छ भन्नु रिङमा आधी खाइहाल्छ नि त्यो भएर अहिले कस्तो माया छैन अलि जति सक्यो त्यति खा भने खाऊ न खाऊ तिम्रो भातको लागिरहेको तिमीलाई देऊ मलाई बिहे गर्छु आउने सालैमा माया तिमीलाई देऊ मलाई बिहे गर्छु आउने सालैमा सिरैमा इन्द्र कमल फुल फुल्यो मगा चल्यो देखाइयो देश मेरो भाइयो टेबलमा आइना छ कलंगा देखाइयो देश मेरो भाइयो टेबलमा आइना छ विरती मैले नलाको होइन तकदिरमा रहेनछ धनकै बाला झुलाउला मायालाई बोलाउला धनकै बाला झुलाउला मायालाई बोलाउला तिमीलाई आकाशको कारा तिमी मेरो सारा चाहियो मेरो भाइ
तिमीलाई मेरो बसेको रेलै गुड्यो कन्टी बस्छु एक्लै रुडालाई रुड्यो बादल चुनालाई बसेको रेलै गुड्यो कन्टी बस्छु एक्लै रुडालाई बस्यो मुटुमा मायाको मुन्टा जुत्तै माया बस्यो मुटुमा मायाको भन्दा जुत्तै ए दुनियाँको डर छैन मलाई ए फर्कै लान्छु तिमीलाई ए दुनियाँको डर छैन मलाई ए फर्कै लान्छु तिमीलाई अब बेहुली बनला छिट्टै अब बेहुली बनला छिट्टै यो मनको दिने होला किनारैमा मलाई सुनको तारा कसै एउटा त्यो तारा मात्र होइन सुन पनि झारी दिउला भनेर छिट्टै भेट्न आउला तिमी मौरेली जस्तै रात रानी फुले जैसा जमा रात रानी फुले जैसा जमा तिमी फुल्यौ कलेजीमा जमा मनको रहला कान्छीलाई घुमाउने काठमाडौँ सहर कान्छीलाई घुमाउने काठमाडौँ सहर स्याङ्दीले जसलाई हान्यो मानिसैले आज स्याङ्दीमा जसलाई हान्यो मानिसैले आज बिहानीमा भेटे उनलाई मन लाग्यो आज नौनी जस्तो मेरो माया नौनी जस्तो मेरो माया को करौतीले उसको रूपको करौतीले नाचिदेऊ मैच्याङ तिमी दम्पुको तालैमा नाचिदेऊ मैच्याङ तिमी दम्पुको तालैमा माया तिमीलाई देऊ मलाई बिहे गर्छु आउने सालैमा माया तिमीलाई देऊ मलाई बिहे गर्छु आउने सालैमा थ्याङ्क यू स्टाइल छ आफ्नै तर किन जल्छन् साला स्टाइल छ आफ्नै तर किन जल्छन् साला। अब चाहिँ हामी केही बेरको रमाइलो पछि चाहिँ फेरि पुनः घरतिर फर्किँदैछौँ। यहाँ अगाडि चाहिँ जिग्री छ मेरो। औ जिग्री के छ हौ? यहाँ अगाडि फेरि हाम्रो रमित सर हुनुहुन्छ अगाडि चाहिँ। त्यसै गरी पछाडि मेरो पछाडि चाहिँ हाम्रो श्याम लामा दाई हुनुहुन्छ। त्योभन्दा पछाडि हाम्रो फेरि मोहन भान्जा टुल्कु दाई फेरि आफ्नै तालमा हुनुहुन्छ। आफ्नै किसिमले रमाइलो गर्दै फर्किरहेछ। यस दिनभरि बोरिङ टाइम चाहिँ हामीले चाहिँ आज यसरी घुमेर यसो डाँडातिरको हावा खाएर
फ्रेस इन्भाइरोमेन्टको फ्रेस एयर लिएर चाहिँ रमाइलोको मजा लिँदै हामी फर्किँदैछौँ। हामी अब जहिले हिँडिरहने बाटो हो अनि यो बाटो हिँड्दा चाहिँ हामीलाई सर्ट सिन्धुलीको त्यो टर्निङ स्ट्रिटको याद आउँछ। त्यही भएर हामीले यहाँको पनि छोटो बाइकको भिडियोहरू लिएको छ सबैजना साथीहरूसँग। होस् रमाइलो भइरहेको हाम्रो भाग्य सरकारले इमर्जेन्सी लाइट बालेर आउँदैछ फेरि होइन। सबजना साइड लाइट बालेर बाइक जे होस् दामी देखिरहेछ। हेलो रमेश ब्रदर। मेरो केटाहरू चाहिँ माछा सबैजना यो फोटो भिडियो खिच्न भनेपछि अलिक लजाउँछ है। योहरू सबै चाहिँ मेरो जबरजस्तीमा भइरहेको हो कि सबजना। आज चाहिँ मैले सबैजनालाई क्यामेरामा भिडियोमा कैद गर्न आज चाहिँ सफल भएँ। मलाई के थाहा नै खेर तोलै नि चुङ्गा माछा उल्दा थियो कहाँ माथि तँ पनि हिँड्दाखेरि के